दाइ यहाँको विशेषता भनेको नि चिकन सुप हो। चिकन सुप ट्राई गर्नुपर्छ तपाईँले। के गर्छ धेरै मान्छेले चिकन सुप भन्छ। तिमी त चिकन खान्छौ नि? खान्छु। मलाई यस्तो चिया चाहियो कि हेर्गडा हो सर्लक्क लाएर यसो गरी हाल्दाखेरि माथि गिलासमा फिजाउनु पर्छ। आउँछ ल दिदी यसो गरिदिनु त दुईवटा चिकन सुप एउटा चिया मगाइदिएछु होइन। तपाईँलाई चिया नै मगाएको छु। चिया खानु पनि जबरजस्तै हो। अलिकति चिनी नपुग्यो है क्या हो? ए यो बाउलाई जति चिनी दिए नि नपुग्यो हौ। ए दिदी एक भाँडो चिनी ल्याएर दिनु त। यार दा यार ल्याङल्याङ गरे यार लाजै मर्दो भइसक्यो यार। नेवारी खाजा घरमा आएर चिया मगा त्यो पनि यार लाज मर्दो चिनी पुगेर भन्छ यार। सुन्यो भने के गर्छ? लाज हुँदैन? पाएला पौड जस्तो भइसक्यो यार। भने दोस्त सङ्गत गर्नु सुप सुप इज फेभरेट हो यस्तो जाडोमा। ल बाबुहरू के खाजा खाने हो आज? मेनु सेनु दिनै पर्दैन। यहाँको स्पेसल जिब्रोमा चस्स लाग्ने के छ त्यही ल्याउनु पर्यो। मिठो हुनु पर्यो। हाम्रो यहाँ अब सबै चस्सै परे हुन्छ। स्पेसल त बफ हो नेवारी खाजा घर भएर होइन। अनि त्यसपछि अब तपाईँहरूलाई चाहिँ म आज चिकन पनि भनिदिन्छु। चिकनमा चाहिँ हाम्रो स्पेसल चिकन खाजा सेट छ। त्यसपछि चिकन छोइरा, चिकन विङ्सहरू, चिकन रोस्टहरू, चिकन लेग पिस होइन, चिकन चिल्लीहरू सब बन्छ हाम्रोमा। चिकन आइटम पनि सबै राम्रै छ, मिठो छ, स्वास्थ्य परेको छ। चिकन सेक्वाहरू सब छ। यो घरमै नष्ट गर्ने काम चाहिँ नगरौँ कि त। मगा 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 बाबाजीको इज्जत फाल्ने कुरो हुन्छ यार। मगाइ यसले खाने यसले मगाउनु सकेन। के छ आजको अरू स्पेसल भन्नु दिदी होइन? हाम्रो चाहिँ यहाँ अब स्पेसल चाहिँ बफै हो। भाइलाई त चिकन मन परेन होइन। अब बफमा चाहिँ हाम्रो नाङ्लो सेट, ठुलो नाङ्लो सेट छ, सानो नाङ्लो सेट छ। अनि त्यसपछि बफ खाजा सेट भइहाल्यो। त्यसपछि हाम्रोमा अब च्वास्स मिठो त सुकुटी छ, सेक्वा छ, खागो छ, जिब्रो छ बफमा होइन। अनि हामीमा सन्या खानाहरू पनि छ, तखालाहरू पनि छ। अनि अब बफमा चाहिँ एकदमै चलेको चाहिँ हाम्रो नाङ्लो सेट चलेको छ। यहाँ नाङ्लो सेट चाहिँ सब 21-22वटा आइटम हुन्छ। त्यसमा चाहिँ अब यो मरीदेखि लिएर 12देखि लिएर जम्मा मिठो मिठो सेटहरू छ त्यसमा चाहिँ। अनि हाम्रोमा अब बफमा चाहिँ मिक्स 12 पनि एकदम मिठो छ। त्यसलाई मासु चल्दैन, मलाई बफ चल्दैन, अरू जे भयो नि मगाउनुपर्छ। त मगा न मगा। दिदी यसलाई एउटा एक डोको घाँस ल्याइदिनु। मलाई 2 खुट्टे ल्याउनु, 4 खुट्टे चल्दैन अरे। मलाई चाहिँ 4 खुट्टे ल्याइदिनु एउटा। ल अब के नेवारीमा आएपछि घाँसपातको किन कुरा होइन। हामी कहाँ त अब भेज पनि पाइन्छ। त्यसमा अब यो मरी छ, चट्टामरी छ, सादा 12 छ, मसरुम छोइरा छ, पनिरहरू छ। म ल्याइदिन्छु नि। अनि भाइलाई चाहिँ अब भेज ल्याइदिन्छु, अर्को भाइलाई चाहिँ बफ ल्याइदिन्छु, तिमीलाई चाहिँ चिकन ल्याइदिन्छु नि। 3जनालाई 3 थरी। ल एउटा आम्लेट चाहिँ बनाएर ल्याइदिनु होला है। हुन्छ हुन्छ। आम्लेट अब अन्डा पनि भेज त हो नि। हुन्छ हुन्छ। ए दाजु अन्डा कहिलेदेखि भेज भयो? अन्डा त पुरा नन भेज हो, नन भेज। घरमा भ्रष्ट होला। ए मुला तिमीहरूले के थाहा छ यस्तो कुरा? भाले लाग्यो हो र? भाले लागे पो नन भेज। भाले नलागे त भेज हो। मगान बरु खाइदिउँ न। चुप चुप। जे आउँछ त्यही मजाले खाने। ए भाउ दिदी त बजारे सामान लिनु गयो नि कि क्या हो यार? गाउँमा भइदियो त यार एकचोटि खाएर अर्कोचोटि खाने बेला भइसक्यो। कतिखेर आउँछन्? त्यो अन्डो नि बाले हुन्छ। चुप चुप चुप। एकछिन कुर्न सक्दैन के भन्ने बित्तिकै चाहिने तिमीहरूलाई? भएन नेवारी खाजा घरमा अलिक टाइम लाग्छ भने थाहा छ नि। एकछिन एकछिन कुदिसकौँ न। आलु फेरि ग्यास्ट्रिक छ। एकछिन कुरो बन्छ। दुधको चिया आइसक्यो, ग्यास्ट्रिक त भइहाल्छ नि दाजु। दुधको चिया खान्छ, दुधको चिया खान्छ। तिमीहरूलाई के गर्नुपर्छ मलाई थाहा छ। एकछिन
ए दिदी आइसकेको छ त केटा आइसकेको छ त ल्याउनु दिदी होइन ए के भने होइन हामीले के भने होइन ल्याउनु दिदी ल्याउनु आयो अब यो चिकन खोइ भेज आउनु टाइम लाग्छ के हे ए आयो 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 नाग्नु नै आयो यो आम्मा नाग्नु दिदी धन्यवाद ल अब के भन्नु हामीले कुरा काटे आयो नि कहाँ कुरो काट्नु भयो यहाँ त अब यो मालपा काट्ने हो तरकारी काट्ने ल बाह्र अन्डा काट्ने ए बाबु हो नि यो आन्द्रो देख्छु यार के हो यार यो बाहुनले च्याउ खानु पाए स्वाद पाओस् च्याउ हो च्याउ च्याउ हो र छ चस्स रहेछ यार यसो औषधि हाल्नुपर्ने खोइ छैन पानी आफ्नो बाहुन पनि केटा ल है परमेश्वरी चस्स मिठो मिठो रहेछ नेवारी घरको खाजा मिठो नभए कहाँको मिठो त्यो पनि 5 पौधीको बेस्ट पनौतीको बेस्ट ए केटा चिउरै चिउरा देख्छु हेर आऊ यसो घाँटीबाट स्वाट्टै यसो सजिलोले पेटा जाने कुरो केही छैन के खाने यसलाई खाने भेज हो भेज मासु खाँदैन अहिले बुच्चा छ बुट अहिले खायो भने ए भाइ रौसी केबाट भन्छ भन्छ कोदो हो मकै अनि कोदो के भेज मगा 2 गिलास जति चाहिँ मेरो लागि मगा कति खान्छस्? जान्छ नि आइला आइला ल पाके चर्चै नगर्ने खायो भूत लाग्छ भूत चस्का एकछिन चस 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 कत्रो मोमोको डल्ला है चोप्ने औजार चाहिँ छैन छोप्ने अचार त्यही मोमो भित्रै छ मोमो भित्रै चोप्ने औजार भित्रै हुन्छ भित्रै कस्तो खालको मोमो पर्यो भित्रै हुन्छ भित्रै हुन्छ कहाँनिर हुन्छ सपाएपछि थाहा हुन्छ खाएपछि भित्रै हुन्छ भित्रै खाएर हो पुच्छर चाहिँ के हो मोमोको पुच्छर नि हुन्छ हुन्छ मोमै हो भेज मोमो अचार खोइ अचार भित्र छ भित्र मोमो भित्र हुन्छ र भने कहाँ हुन्छ देख्दैन म पहिला अचार हुन्छ नि त्यो त मोमो भित्रै हुन्छ भने भित्रै तर कालो अचार हुन्छ कालो अचार कालो होइन होला है ओ चपाएर हेरौँ खाएर हेरौँ साँच्चै हुन्छ खाएर हेरौँ यहाँबाट टुक्ने ट्याप्पै सियो जस्तो छ नि हो छ कि के घोटेन यहाँबाट यहाँ टप्पै खाइदिउँ खाऊ र खाऊ बस यो पाछेको मोमो स्पेसल मोमो यो पुच्छरले पेटा गएर घुच्चा म त खान्न खाऊ र भने खाऊ पेटा गएर घोच्यो भने नि घोटेन ए घोजेन खोज्दैन खोज्यो त्यसलाई ए बनाउने पौरोटी खा जस्तो गर्छ अचार हो त्यो कालो अचार मिठो छ नि पानी रोटी जस्तो आइछ मिठै छ हे दाइ
यस्तो भने गएर आउँछु नि त। ओए ओए मेरो कुकुर खोइ 2 खुट्टे खोइ ओए ओ दाजु ओ भवन बनाए होइन मासु खान्न भने होइन खोइ त मासु नि सबै मासु त पुरै छैन त हड्डी मात्रै बाँकी छ हड्डी मात्रै बाँकी छ मासु सबै दारु नि सकिएछ मैले त आलु र प्याजको तरकारी पो भन्छ नि मासु परेछ हाल्दैन बाबु ए पुग्यो दाजु पुग्यो अब पुग्यो जम जम अब यसलाई घर कसरी लाने? यो को हो आलु तरकारी मासु परेछ होइन भयो दाजु दाजु सुरम भयो अब जम हेर्नु है बिलतिर बिल तिर्नु पर्ने भयो पैसा निकाल्नु पर्यो सबले बिल म हुँदा आउँदा के हातिन्छ तिर्दिहाल्छु नि ल बिल 5 रुपियाँ दिएछ भाइ 5 रुपियाँ साले बाहुन लोभीको जात हो के लोभीको जात हो छेत्री गरौँ हेर यहाँ कन्ट्री गर्छ ल तिर छेत्री पनि बोल्छ बाहुनले दियो 5 रुपियाँ छेत्री दियो 100 रुपियाँ यस्ताको सङ्गत कहिले हुन्छ दिदी बिल ल्याउनु त हेर म जस्तो हुनुपर्छ कन्ट्री चाहिँ राम्रै गर्ने क्या राम्रै गरेछ है राम्रै गरेछ बिल भनेर भयो क्युआर गर क्युआर बिल 2000 रुपियाँ छ कुर्सी दिएछ 105 रुपियाँ डुबायो केटाले दिदी भयो है जोजोलोपा यहाँहरू सबैजनालाई हाम्रो यो नेवारी खाजाघर पाहाँछेमा आइदिनु हुन अनुरोध गर्दछु र यहाँ हाम्रो यो चाहिँ विशेष गरेर पनौतीको डबलीमा पर्छ पुरानो बजारमा अनि यहाँ हाम्रो चाहिँ विशेष गरेर हामी कहाँ चाहिँ खाजा सेटहरू नाङ्लो सेटहरू यो मरीहरू चाहिँ यहाँको हाम्रो विशेष यहीँबाट उत्पत्ति भएको यो मरी अन्त भन्दा अलिक फरक टेस्ट छ खाएर एकचोटि हेर्नुपर्छ तपाईँहरूले एकचोटि आइदिनु होला अनि हाम्रो यो पाहाँछेमा चाहिँ स्पेसली नेवारी आइटम छ त्यही हाम्रै हातले बनाएको अरूबाट होइन कि हामीले आफैले बनाएर विशेष गरी तपाईँहरूलाई यहाँ हामीहरू चाहिँ खुवाउँछौँ र अनि तपाईँहरूले चाहिँ यहाँ चाहिँ अब पार्टी गर्नको लागि बर्थडे गर्नको लागि अब सानो सानो गेट टुगेदर गर्नको लागि चाहिँ मेरो नम्बर चाहिँ 9860 8123मा सम्पर्क गरेर आइदिनु होला यहाँको खाना चाहिँ एकदम एकचोटि टेस्ट गरेर हेरिदिनु होला कस्तो लाग्छ तपाईँहरूलाई मिठो नमिठो त्यही हेर्नको लागि आइदिनु होला धन्यवाद